हेलो नमस्ते राधे राधे। आज म मुलाङ्क वानको बारेमा भन्न गइरहेको छु। यो मुलाङ्क वान कसको हुन्छ त, जसको पनि डेट अफ बर्थ 1, 10, 19 र 28 छ। उहाँहरूको मुलाङ्क के भयो त 1 भयो। उहाँहरूको क्यारेक्टर कस्तो हुन्छ त, सबभन्दा पहिला अथोरिटी, लिडरसिप क्वालिटी, डिसिप्लिन एन्ड हार्ड वर्किङ पर्सन हुनुहुन्छ। र सेकेन्डली वाइड थिङ्कर, युनिभर्सल हेल्पर एन्ड उहाँहरू कसैको प्रेसरमा काम गर्न रुचाउनुहुन्न। इन्डिपेन्डेन्सी एकदमै प्यारो छ। कम्युनिकेसन्स एकदमै राम्रो हुन्छ। आइपिआर एकदमै राम्रो हुन्छ। तर उहाँहरूको सबभन्दा कमजोरी इगो, एटिट्युड, मुडी चाहिँ हुन्छन्। सो बिकज अफ इगो दे क्यान नट वर्क इन अ प्रेसर। बस लेभलमा काम गर्न रुचाउँछन्, अन्डर लेभल कुनै इम्प्लोइ भएर या कुनै लोवर लेभलमा काम गर्न रुचाउँदैन। सो उहाँहरूको लागि हायर पोजिसन्स एकदमै राम्रो हुन्छ। म्यानेजर, सिइओ, एचओडी कुनै पनि फर्ममा हाइएस्ट पोस्ट उहाँहरू रुचाउनुहुन्छ। र इन्टरफेरेन्स उहाँहरूलाई मन पर्दैन। जब कुनै काम गर्नुहुन्छ, कुनै कम्पनीमा कुनै जब गर्नुहुन्छ भने उहाँहरू कुनै पनि इन्टरफेरेन्स र कुनै पनि पर्सनको जो बसहरू छ जहिले पनि उहाँलाई अब होच्याउने, गिराउने, तल देखाउने या उहाँको हरेक काममा नेगेटिभ निकाल्ने भयो भने त्यो पर्सन त्यो काममा टोलरेट गर्दैन र त्यो कामबाट उहाँ निस्किनुहुन्छ। सो जब चेन्जेस देखिन्छ, मोस्टली जब चेन्जेस देखिन्छ र एट लास्ट उहाँहरू गएर आफ्नो बिजनेस गर्ने ठान्नुहुन्छ, बिजनेसमा धेरै रुचि राख्नुहुन्छ। सो दिज आर द सिम्पल क्यारेक्टर्स, सम क्यारेक्टर्स अफ मुलाङ्क वान। र हजुरहरू मुलाङ्क वान भएको व्यक्तिहरू जतिजना पनि हुनुहुन्छ, आफ्नो बारेमा कम्प्लिट जानकारीको लागि लक्की डे, लक्की कलर, लक्की प्रोफेसन, तपाईँको फेभरेबल इयर एन्ड फेभरेबल कम्पेटेबल पार्टनर फर यर लाइफ पार्टनर, सलमेट पार्टनर एन्ड तपाईँले चाहनुभएको कुराहरू, बिजनेस व्यापार कुन राम्रो हुन्छ, सक्सेस कसरी पाउनुहुन्छ, कुन वेमा, यो सबैको लागि न्युमरोलोजी कन्सल्टेसन एभाइलेबल छ। बुक एन एपोइन्टमेन्ट अन गिभन वाट्सएप नम्बर। थ्याङ्क यू, धन्यवाद।